दर्शक श्रोताहरू, यति बेला भुन्टी सिरियलमा पनि अब बालकुमारीलाई सहर जानका लागि आफ्ना श्रीमानले रोकिरहेको दृश्य त हामी दर्शक श्रोताहरूले देखि नै सकेका छौँ भने अब यता बालकुमारीलाई छेक्दा रोक्दासम्म आफ्ना श्रीमानको कुनै कुराको ख्याल वास्ता नगरी आफ्नो बाटो लागेकी बालकुमारीले पनि यति बेला अब कहाँ जाउँ र कसो गरौँ भनेर अब कतै जाने बाटोसम्म पत्ता लगाउन सकेकी छैनन् भने आफ्नै छोरी भूमिकाको घरमा जान तयारी भएकी थिइन्। हो साथीहरू, अब घरमा पनि आफ्नो श्रीमानले भनेको कुरा नसुने पश्चात अब त्यहाँ पनि यस्तो गन्दागोल यानि कि अब त्यस घरमा पनि यस्तो लथालिङ्ग र भताभुङ्ग भइरहेको अवस्थामा कोही कसैलाई सम्हालिने र सम्हाल्ने कोही छैन त्यस घरमा। हो साथीहरू, अब ठुलो छोरा तनै होस् भनेर यता बारम्बार भुवनलाई पनि सम्झाउने प्रयत्न गरेर आफूलाई बुझाउने प्रयास गरिरहेकी यी बालकुमारीले पनि यति बेला हार खाइसकेकी छिन् भने अब कतै जाने ठाउँ नदेखे पश्चात अब पनि म यानि कि यता भीमले पनि तपाईँ भूमिकाको घर जानु भनेपछि अब पनि भूमिकाको घर जानका लागि फोन गरेका हुन्छन्। हो साथीहरू, अब बालकुमारीले पनि लामो समयदेखि छोरीलाई फोन नगरेको अवस्थामा अब पनि त्यसलाई पनि फोन गरेको छैन। गरौँ न त, म जान्छु भनेर तयार भइरहेकी यता बालकुमारीले फोन गरे पश्चात अब आफ्नै छोरीसँग कहाँ बोल्न पाउँथिन् र यता बालकुमारी। हो साथीहरू, अब फोनसम्म लिन पाएकी छैनन् घर उता भूमिकाले पनि भूमिकाको फोन अब यता आमाजु दिदीले उठाउँछिन् र अब यति खुसी छिन् कि कसैले यानि कि तपाईँहरूले अनुमानसम्म लगाउन सक्नुहुन्न र माइतीको कुनै ख्याल वास्तासम्म उसलाई यादसम्म आएको छैन। हामीले त्यति धेरै माया गरेर उनलाई राखेको छौँ भने अब अहिले पनि भाइले यानि कि घुमाउन लगेको छ, त्यसैले तपाईँहरूको याद नआएकोले गर्दा उसले फोन नगरेकी हो र अब याद आओस् पनि कसरी, हामीले यति धेरै मायाले पुलपुलाएर पालेका छौँ भनेर भनिरहेकी छिन्। हो साथीहरू, यता बालकुमारीकी छोरी भूमिकाको हालत पनि उनले बताए जस्तो पक्कै छैन साथीहरू। हो साथीहरू, अब निकै कष्टकार र निकै दुःखनीय यानि कि पीडादायी जीवनहरू कटाउँदै आइरहेकी छिन् त्यस घरमा पुगेपछि यति बेला भूमिकाले। साथीहरू, अब यो त केवल उनीहरूले गरेको कर्मको फल यति बेला भोग्नु नै पर्छ साथीहरू। त्यसै कारण पनि यति बेला भूमिकाले आफूले गरेको कर्मको फल यति बेला स्वयं आफैले भोग्दै आइरहेकी छिन् भने यता बालकुमारीले पनि अब आफूले गरेको कर्मको सजाय आफै भोग्नेवालामा छिन् साथीहरू। यता जेरी लगायत भूपेन्द्र पनि कसरी जेलमा पुगिसकेका छन् भन्ने कुरा त हामी दर्शक श्रोताहरूले देखिसकेका छौँ भने अब पालो कसको त साथीहरू, यता बालकुमारीको पालो आएको छ साथीहरू। अब यसरी फोन गर्दा समेत आफ्नै छोरीसँग भेटघाटको कुरा त जहाँसुकै जाओस् कुराकानीसम्म हुन नपाएपछि अब त्यही आमाजु दिदीसँग यस्तै कुराहरूमा भुलाएर अब त्यहाँ जाने निर्णय सुनाएकी हुन्छन् भने म आउँदैछु भनेर भने पश्चात ती भूमिकाको आमाजु दिदीले पनि अब हामी यानि कि अब भाइ बुहारी पनि घुम्न गएका छन् र आमा बुवा पनि घुम्न गइसकेका छन् र म पनि मेरो श्रीमान आएपछि घुम्नेवालामा छु। यदि हजुर आउनुहुन्छ भने आएर मेरो घर कुरेर बस्नुहुन्छ भने ठिकै छ, आउनुहोस् भनेर भनेकी हुन्छन् साथीहरू। अब पनि भूमिका यति भएपछि यता माइती पक्षलाई निकै ढुक्क भएको छ कि निकै खुसी र रमाएर बसेकी छि मेरो छोरी भनेर यता बालकुमारीले निकै फुर्ती छोडिरहेकी छिन् साथीहरू। हाम्रो घरमा त बादल लागेको छ भने अब उसको जिन्दगीमा यानि कि अब भूमिकाको जिन्दगीमा मात्रै खुसीले फुलहरू यानि कि खुसीको वर्षा भइरहेको छ। मेरो छोरीले कति खुसी यानि कि मैले दिएको संस्कारको कारण त्यसले भनेको मानेर अब मैले भनेको ठाउँमा विवाह गरिदिएर उसले सुख पाई भनेर निकै फुर्ती छोडिरहेकी छिन्। के थाहा साथीहरू, यति धेरै पीडामा छिन् र खानासम्म नपाएर भोकै धोको बोकेर यानि कि अब यता कुल्लीले जस्तै काम गरेर अब दिनहरू बिताइरहेकी छिन् भन्ने कुरा साथीहरू। खानासम्म नपाएर यानि कि फोनमा माइतीसँग कुराकानीसम्म गर्न नपाएर अब कहिले बाँधेर कहिले पिटेर त कहिले चुटेर कहिले भोकै घरमा त्यस घरमा मरिमरि काममा दलिएर बस्नु परेको छ मेरो छोरी भन्ने कुरा यता बालकुमारी थाहा पाइन् भने के होला त बालकुमारीको हालत। हो साथीहरू, अब यो भुन्टी भागले भने कस्तो मोड ल्याला त साथीहरू। पक्कै पनि यता भुन्टीले भने अब एउटा सपना पुरा गर्नेवालामा छिन् साथीहरू। अब पढाइ सुरु गरिसकेकी छिन् भुन्टीले, घरमा होम ट्युसन पढ्नका लागि भद्र नै टिचर बनेर त्यस घरमा प्रवेश गरेका छन् भने अब भुन्टी
त्यस भद्रसँग नै पढिसकेकी छिन् हो साथीहरू। अब यो भुन्टीको सबै यस्तो यानि कि यो माहौल नमिल्ने बेलासम्म अब त्यही घरमै होम ट्युसन पढाउने र त्यस पश्चात स्कुल पठाउने निर्णय त्यस म्याडमले गरेका छन् हो साथीहरू। यो कुरामा पनि भुन्टी मात्र नभइकन भुन्टीभन्दा पनि धेरै यता टोकाले खुसी भएका छन् र यसै माथि पनि अब भद्र त्यहाँ पढाउन जाँदा यता टोकालेको पनि खुसीले कुनै ठाउँ र अस्तित्व रहेको छैन भने अब खुसीले निकै उड्न थालेका छन् टोकाले साथीहरू। आफ्नै बहिनीले पनि बहिनीको जीवनमा पनि खुसी आउने भयो भनेर निकै रमाइरहेका छन् टोकाले साथीहरू। अब यसरी भुन्टीको रूप धारण गरेर त्यस घरमा प्रवेश गरेका कुरा त आजसम्म त्यस परिवारले कोही कसैले पनि अनुमानसम्म लगाउन सकेका थिएनन् भनी अब यति बेला भने अब एक कान दुई कान मैदान भने जस्तै गरी अब यता भुन्टीको रूपमा सुकुमाया गएकी कुरा थाहा पाएका छन् भने कोही कसैले कुराकानी पनि गर्न र काट्न थालेका छन् भने यो कुरा एक महिलाले यता ओखलेको कानसम्म पुर्याइसकेकी छिन्। यता ओखले भने निकै आत्तिएर अब सुकुमायालाई फोन गरेर कुरा सुनाउने मौकासम्म पाउँदैनन् भने ती महिलाको मुख बन्द गर्नका लागि पैसा दिनसम्म पछि परेका हुँदैनन् र यसै क्रममा पैसा दिँदै गर्ने क्रममा दुईजना यानि कि अब एकजना दाजु गएर त्यहाँ पैसा दिनु पर्दैन यस्ता महिलाहरूले यानि कि एक दुईजना मान्छेले नराम्रो भन्दैमा हाम्रो सुकुमाया बहिनी नराम्रो हुने होइन र कस्तो काम गर्छिन् र के गर्दैछिन् र कस्तो यानि कि अब कस्ता मान्छेलाई साथ सपोर्ट दिन्छन् भन्ने कुरा हामीले राम्रोसँग अनुमान लगाउन सक्छौँ र हामीले अब यति बेला सुकुमाया बहिनीलाई साथ सपोर्ट दिन्छौँ भनेर भनेका छन् भने अब त्यस पैसा पनि खोसेर ओखलेको हातमा समाइदिन्छन् साथीहरू। अब यसै क्रममा त्यहाँ ती महिलाको श्रीमान आएर पनि अब ती महिलालाई निकै छपार्दै त्यहाँबाट तानेर लछार पछार गर्दै अब यस्तो कुरामा बोल्ने होइन र बाठी हुने होइन कुनै कुरा पनि अब यसरी गरिस् भने राम्रो हुने छैन भनेर त्यहाँबाट तानेर लगेको दृश्य हामी दर्शक श्रोताहरूले देखेका थियौँ साथीहरू। अब भने यो भुन्टी बागमा के होला त साथीहरू, के साँच्ची नै अब यता सुकुमायालाई अब ओखलेले यता बितेको घटनाबारे बताएका हुन्छन् र अब मितिनीको रूप धारण गरेर त्यहाँ गएको कुरा गाउँमा थाहा र चाल पाउन थालेका छन्, यसरी कुरा गर्न थालेका छन् भनेर यथार्थ रूपमा भनिरहँदा यो कुरा भनी यता यानि कि अब यो फोन मार्फत कुरा गरिसके पश्चात अब भने जब सुकुमायाले फोन राखेर अगाडि आँखा नजर बिछाएकी हुन्छन् यसै अवस्थामा अगाडि अब भुवनलाई पाउँछिन्। अब भुवनले पनि यता सुकुमाया तर्फ नै हेरिरहेका थिए। के साँच्ची नै यो यथार्थ रूपमा सबै कुरा भुवनले सुनेकै होलान् त साथीहरू। यदि सुनेकै भए पनि अब सत्य कुरालाई यानि कि सही कुरालाई साथ सपोर्ट दिँदैनन् होला त भुवनले, के गर्लान् त साथीहरू। के अब सुकुमाया प्रति नै यो केस पल्टेला त साथीहरू, के होला त। अब यो हेर्नका लागि पनि नयाँ आउने भुन्टी भागको प्रति चेक गर्नुपर्ने हुन्छ। हामीले ल्याएका यस्तै रिभ्यू भिडियो हजुरहरूलाई के कस्तो लाग्छ, यदि हामीले ल्याएका यस्तै रिभ्यू भिडियो हजुरहरूलाई यदि मनपर्छ भने हाम्रो यस च्यानललाई सब्सक्राइब पनि गर्न नभुल्नुहोला।